हेलो गाइस, हेलो अनि यसपालि चाहिँ होइन हाम्रो पिकनिक सधैँ होलीको दिनमा हुन्छ टिङ्गलीमा। अनि यसपालि चाहिँ भएन क्या, अब यस्तै सिचुएसन आयो नि टाइम भयो होइन। अनि भोजहरूको सिजन पनि भयो नि त, अनि त्यही भएर सो आज हाम्रो शनिबार पिकनिक छ, तर घरमा किनभने मौसमले साथै दिएको छैन। सो अब हामी टिङ्गली चाहिँ जान लागेको छु कारमा बाजुको। सो म गएर आउँछु है त गाइज, हामीसँगै जाने हो, कहाँ गएर आउँछु। सो अब हामी चाहिँ मन्दिर जान लाग्दैछौँ टिङ्गलीमा कारमा बसेर। हो बा हो बा त्यहाँ अरे फोन आउनु पाउनु न एकचोटि त्यहाँ निर्भरै भयो अरे। हेलो, किन चस्मा लगाएर देखेन हो? हो बाजु त्यहाँ लाइन बस्नलाई जाने। हामी चाहिँ लाइन बस्न जाँदैछौँ टुङ 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 गरेर। अझैहरू चाहिँ बिस्तारै आउँदै हुनुहुन्छ है। मेरो छोरी चाहिँ लास्टै गफाडी, एकछिन चुप लाग्दैन, प्यार 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 बोलिरहन्छ। म मात्र धेरै बोल्छु भनेको मेरो छोरी मेरो डबल निस्केको छ। कति बोल्छ मेरो टाउकै दुखाउँछ, हो कि न छैन? अझ हो रे, यस्तो छ हालत हाम्रो। म चाहिँ लाइन बस्दैछु, हामी के हुँदैन नि लाइन बसिरह हो। यहाँ लाइन बसिरहेको छ। को ए कहाँ जाने तिमीहरू दुईजना? कहाँ जाने? यहाँ बस, अब यहाँ यसरी बस्ने। यहाँ हाँस्नु पाएको हे हे मेरो अजी चाहिँ त्यहाँ छ है, त्यहाँ मेरो अजीहरू चाहिँ त्यहाँ हुनुहुन्छ लाइनमा। अब ल प्रति लाउनुहोस् जेनिलबाट आयो। सरी आँखा बाटोमा। त्यो के हो साइना, तिमीलाई मनपर्छ? प्रतिलाई नि के मनपर्छ? के मनपर्छ साइना? हो लाउटा। हामी चाहिँ यता हाम्रो आइना पनि आएको छ अरे पिकनिकमा घरबाट। सो खोज्दैछौँ आइनालाई, अब काम छैन। अझैहरू लाइन बसिरहनु भएको छ होइन। मेरो चाहिँ यो गाडीमा बसेर एकदम हालत खराब भइरहेछ, यस्तो टाउको दुखिरहेछ नि, म भन्न सक्दिनँ मलाई के भइरहेछ भनेर। लास्टै टाउको दुखिरहेछ त्यो गाडीमा। म त गाडीमा बस्ने भनेको त एकदम गाह्रो, के गर्ने होला यस्तो है, हालत खराब भइरहेछ मेरो। रुगाले पनि लास्टै सताइरहेछ मलाई। नसताउ मलाई रुगा तिमी। चाहिँ डाँडा काँडा चढ्दैछौँ किनभने हामीलाई बोर लागिरहेछ नि त। सो म यो दुईजना बच्चाहरू बोकेर यताउता डुल्दैछु। काम छैन, के गर्ने, गाह्रो छ मलाई मेरो भन्दिनँ। कसरी यहाँ एकजना दर्शकमा बच्चा छ। है यस ए झन्डै माछा मारेको खाने। यस
अझ डर लाग्छ रे यति यहाँसम्म आएर पनि ल प्रति सक्छ बिस्तारै जाऊ ल यस भेरी गुड पख पख प या तिमी पहिला यस हेर्न जाने आउँछ हामी कस्तो यार भनेको कसले सिकायो यार भन्न भन्नुहुन्छ सरी भन्नुहोस् से सरी मम्मा फर्स्ट कान्छ माथि र कान्छ माथि र कान्छमा राम्रोसँग कान्छमा इट्स ओके ल मङ्कीहरू चाहिँ छ है यता कति धेरै अघिदेखि मङ्की नै थिएन भने हामी अहिलेदेखि मङ्की नै देखेको थिएन भर्खर देख्यौँ बनाना लियो है तिमीहरूको कटन क्यान्डी पनि देऊ अलि साइडमा हो है तिमीहरूको कटन क्यान्डी लुटेर लिन्छ है उनीहरूले ओ कति क्युट हेर्नु कति सानो वाउ ओ नजिस्का होला सिधा होइन अनि उनीहरूले फेरि लिएर जान्छ तिमीहरूको कटन क्यान्डी पनि है कस्तो मजाले ल नानी नानी स्कुटी आयो साइडमा आऊ न स्कुटर आयो यहाँ पनि छ मङ्की यिनीहरूको फेरि कति धेरै कुरा ओ माई गॉड कति कुरा गर्न आउँछ मेरो बच्चाहरूलाई हेर न गफ ओहो यिनीहरूको गफ फेरि छुट्टै छ को फर्स्ट हुन्छ खै हेर्छु है रेडी 1 2 3 गो आयो मङ्की तिम्रो कटन क्यान्डी देऊ रे प्रतिल उता आऊ अझै उता लाइनमा छ अझै को अघि नै आयो सँग हेरेर त्यहाँ लाइन बसिरहेको छ अझै उता हाम्रो कटन क्यान्डी लिनलाई है यो प्रतिलाई यस्तो गरेको है कस्तो गरेको प्रतिल मङ्कीले के गरेको गर त एकचोटि गर गरिरहेछ हामी चाहिँ समय खानु लगाएको चिप्पोमा र छे गरेर जाने खाने चाहिँ घरमै हो अब म पाजुलाई खोज्न जान्छु घर जाने बेला पछि हाम्रो पाजुले जहाँ गए पनि साथी भेट्छ भने हाम्रो बलराम पाजु एकजना के गर्ने होला जहाँ गयो त्यहीँ साथी हुन्छ जहाँ गयो त्यही साथी हुन्छ यतिको चाहिँ हुनुपर्छ है मेरो पाजुलाई भेटाएर ल्याएँ मेरो पाजु जहाँ गयो पनि साथी भेट्छ जहाँ गयो त्यही चिनिया मान्छे हुन्छ हाम्रो पाजु छु के खाएको हो कस्तो कलर भयो साइनाको प्रतिलको पिङ्क सबका सब गफाडी मेरो अझैहरू झनै गफाडी भयो हामीमा र गफाडी भने मेरो छोरीहरूमा र गफाडी भने यो अझैहरू झन् गफाडी बाटोमा आउँदा त कति कुरा गर्छ यहाँ यति बिस्तारै हिँडिरहेको छ यति बिस्तारै गफ गर्दै गर्दै आनन्दले के गर्नु गाह्रो छ पैसा खोइ कस्तो हामी घरमा पुग्यौँ
अनि यो हेलमेट भित्र राख भनेर मलाई काम राखेको छ अरे कि यस भाइ यस ल त्यो सबै खायो भने बियर एउटा दुईटा नि ल यिनीहरू जस्तो बाँदरहरू कोही पनि छैन यस्तो मङ्कीहरू छ मङ्की फास्ट भनेर ब्लास्टहरू यो सिरिज हेर न यो सिरिज यसको चाके यसरी चाक पड्काइदियो यसको मनमा प्रहार कहाँबाट हो कुन सहर चङ्गा उड्यो सारी जुड्यो मेरो मन तिमीले तिमी मेरो धड्कनमा आउँछौ हर पल आनी बानी सबै तिम्रो कति पकाएको भने कति पकाएको बिहानदेखि पकाएको ठाएको छु ल मामा यहाँ धारै हुन्छ अहिले पेट दुख्छ मामालाई न हामी त तल खेलेर रमाइलो गरिरहेको मौसम यस्तो छ हेर्नु गाई यसरी पानी परिरहेछ अनि हामी चाहिँ यहाँ रमाइलो गर्दैछौँ रमाइलो यस्तो बादलहरूको बिचमा बसिरहेछौँ हामी यस्तो बादलहरूको बिचमा के गर्नु यस्तो बादलहरूको बिचमा बस्नु परेछ त्यो मोबाइल खजाउने दुई टुक्रा नि मना तिम्रै भगा बच्चाहरू बाउ हुन पनि गाह्रो छ हाम्रो विक्रम दाइलाई यति ज्ञानी बाबा छ विक्रम दाइ बाउ हुन सजिलो छ एकदम सजिलो छ है रमाइलो छ पुग्यो अब डिजाइन चाहिन्छ होला म त कस्तो ठुलो देखा हाम्रो फोटो गाइज
फर्स्ट टाइम फेस आरु साथ छैन मोबाइल पट्टि नकलले समातिमा तारेर त एक्टिङ गर्नुपर्छ समिरा बाबाले गरेको है समिरा आफ्नै चिन्ता छ आफू आएपछि खुसी तपाईँलाई के प्रब्लम छ